खेलाडीहरूलाई सम्मानको लागि ताली बजाइदिनु होला प्लिज। मजा छ दबाउँछ फेरि बलै यहीँ आउँछ कि। धन्यवाद। अब आज अलिकति ढिलै भए पनि अब हामी हाम्रो आजको फाइनल खेल न्यू दिल्ली आदिखोला भर्सेस पोखरा महानगरपालिका बीच सुरुवात गर्न गइरहेका छौँ र एम्पायर रेफ्रीज्यूहरूलाई खेलको सुरुवात गरिदिनु हुन सविनय निवेदन गर्दछु। धन्यवाद। आदिखोला पोखरा महानगरलाई पोखरा न्यू दिल्ली 1-2-1 अंक फेरि पनि बराबर भएको छ। अंक 2 बराबर। बाबु आयो 3 न्यू दिल्ली 2-3-2 फेरि पनि अंक बराबर भएको छ। अंक 3 बराबर। पोखरा महानगर 5-4-5 अंक पोखरा महानगरलाई पोखरा महानगर 6 न्यू दिल्ली 4 6-4 अंक न्यू दिल्ली 5 पोखरा महानगर 6-5-6 दुई सेट जित्ने हो त्यो त। गाडी भयो के छ ठिक छ आरामै बल्ल देखेको मैले हाइर देखेको त्यहाँ गेमको धुनमा भएर भन्नु न। बोलाउन मेसो परेन आयो दबाइदियो त। अंक न्यू दिल्लीलाई न्यू दिल्ली 7 अंक फेरि पनि न्यू दिल्लीलाई बराबर। अंक बराबर भएको छ। 7 बराबर। नमस्कार हजुर। यो मामालाई के मिठो भयो त? बुहारीहरूले हालेको बहिनीले हालेको रोटी मिठो रहेछ। सबै पुसिसक्यो मैले त यहाँ सेलरोटी त भुइँमा बस्नै पाएन है।
ल खाजा खाएको अवस्था भेना जारो टोपी नौरी नहुने चिसोले के तासेछ के तासेछ कसुरेली गाउँको हलिउड पददेखि पुरै निक्लेछ गाउँको छोरी मिठो भनेको रोटी मिठो हुँदो रहेछ। सहयोग गर्नुहुने बुन्दिबोट समाज पोखराका सदस्य श्री सुखबहादुर गुरुङज्यूलाई अगाडि आइदिन विनम्र अनुरोध गर्छु। आफ्नो टिम यति राम्रो टिम समन्वय गरेर ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्रथम हुने टिमका खेलाडी साथीहरूलाई यो कप लिनको लागि लाइनबद्ध भएर अगाडि आइदिनु हुन अनुरोध गर्दै सुनार लप्सन सुनार विक्रम भुजेल ओम प्रकाश गुरुङ व्यवस्थापक हुनुहुन्छ सबिन गुरुङ बुन्दीकोट समाज पोखरा 22 प्रथम विजेता बुन्दीकोट विजेता टिमलाई धेरै धेरै धन्यवाद र विजेता टिमका व्यवस्थापक सबिन गुरुङ भाइ र रामबहादुर लामिछानेलाई पनि धन्यवाद दिन चाहन्छु। अब हामी आजका द्वितीय हुने टिमलाई सिल चेकबाट दिन गइरहेका छौँ र सो लिन आइदिनु हुन पूजन भाइलाई विनम्र अनुरोध गर्दै असाधारण होइन सबैले छोइदियो त हुन्छ उनीहरूको यिनीहरू त बस हो क्या फर्स्ट हो लिरो र मिना गुरुङबाट उहाँहरूको पितृहरूको नाममा 3 वर्षको लागि लगातार दिने प्रतिबद्धता गर्नुभएको छ। त्यसैले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब चाहिँ पहिलो हुने टिमलाई सिल र चेकबाट सम्मान गरिदिनु हुन सभाध्यक्ष र प्रमुख अतिथि
पुरुष भलिबल प्रतियोगिताको आजको विजेता टिम पोखरा महानगरपालिका र हामीले कोली भन्दै जित कसको प्राइज राखेका थियौँ र सबैभन्दा अनुशासित टिममा धेरै बधाई दिन चाहन्छौँ। र हामी अब उत्कृष्ट सर्भरमा हामीले आशिष श्रेष्ठ भाइलाई सुनेका छौँ पोखरा महानगरको टिमबाट। उहाँको पनि कप र रु 3000 राशि छ। यो न्यू दिल्ली आदिखोला टिमबाट रहेछ। आशिष श्रेष्ठ सुप्रिम भुजेल विक्रम भुजेल कता गयो विक्रम भुजेल भाइ पनि यही महानगरको टिमकै हुनुहुन्छ। आयो विक्रम लेसन गुरुङ उहाँलाई पनि कप र रु 3000 को पुरस्कार राशि छ। लेसन ले त फर्किनुहोस् ल अरूलाई लेसन सिकाउनु है बल खेल्नको लागि। उत्कृष्ट स्पाइकरमा हिमाल रिन्जाली हिमालबाटै आज जसरी टोपी ओढ्नु भयो बाबु। टोपी फुकालिदिनु न, टोपी फुकाल्नु त। हामीले खेल त हार्दिक भइहाल्छ के रे, फेरि हार्यो भने त्यो मनोबल घट्छ क्या। चिनेन क्या हामीले टोपी नफुकाल्नु। कति नम्बर हो धेरै अर्को सालमा नि वेलकम है अग्रिम। र अब अन्तिम यो हाम्रो टुर्नामेन्ट भरिको सर्वोत्कृष्ट प्लेयर खेलाडी हुनुहुन्छ। उहाँलाई पनि हामीले कप र रु 5000 को पुरस्कार राशिको व्यवस्था गरेका छौँ। उहाँ हुनुहुन्छ समीर सुनार। आजको उपविजेता टिमलाई धेरै बधाई दिँदै सम्पूर्ण सहभागी टिमलाई पनि आगामी वर्षको अग्रिम शुभकामना दिन चाहन्छु। मेरो भ्लग हो के र अघि नै पनि निवेदन गरेका थियो। ल 1 2 3 गो।
आउनुहोस् त्यो नाचगान गरेका भाइ बहिनीहरू पनि आउनुहोस् आउनु सबै खेलाडीहरू आउनु हामी ल र खेलाडी मानवहरू पनि आउनुहोस् उता पो रहेछ यता फर्किनु न किनकि यो पोखरा महानगर 1 2 3 गो हेभी भुर्रे जित कसको पोखरा महानगरको पोखरा महानगरको पोखरा महानगरको पोखरा महानगरको पोखरा महानगरले ल अब सबै गेम भ्याएर चिया पानी खाँदैछ यता सबैजना यता यता ल हो त्यता बस्छ ल कसको छोरा रे कान्छाको होइन ए पूजाको छोरा तिमी हो के हो नाम अस्मिता असिमपुन ल यता तिमी के हो नि तिमीले के हो चुई फेरि समिरी बिमे चुरुङ्गी हो फेरि यो र कसको छोरी हो कसको छोरी नारायणको छोरी ए कताको नारायण हाम्रो पुर्खुले नारायण यो अन्ति चोलाको हो राम्रो लाग्यो लाम्चे हो के रहेछ यो केटीहरू भनेर डाइरेक्ट हातमा हेर्ने भाइ त नि हातमा हेर्ने क्या चुप खारेनमै ऊ चाहिँ भनेर है त्यसरी लाम्चे हो मन पर्यो ल उसलाई नि मन पर्यो अरे है होइन मन पर्दै जस्तो रहेछ त्यो कुरा त मन पर्यो अरे तिमीलाई मन पर्यो यो के भएर हो कि त्यसरी पिली पिली गरेर त्यसो गरेर पनि दिदी भन्ने अनि यसो गरेर यसो गरेर खचर मन खाइ ल सबै घर जानलाई अब सल्लाह हुँदैछ भाग्यलाई भन होइन